नमस्कार विद्यार्थी भाइबहिनीहरू, आज चाहिँ हामी कक्षा 9 को नेपाली विषयको इकाइ 3 मा रहेको क्वारेसाबारी पाठको सम्पूर्ण अभ्यास लिएर आइसकेका छौँ। लु अब भिडियो सुरु गरौँ। अब शब्द भण्डारको 1 नम्बरमा सोधेको छ, दिएका शब्द र तिनको अर्थविध जोडा मिलाउनुहोस्। यसको उत्तरमा लेख्न सकिन्छ शब्द अर्थ गुणस्तरीय, गुणस्तर राम्रो भएको, गोडमेल बोट बिरुवाको वरिपरि भएको झारपात उखेल्ने वा गोड्ने काम, खाडल खाल्टो, बाली कृषि उपज, लट्टे सागको एक प्रकार। अब 2 नम्बरमा सोधेको छ, दिएका विभिन्न क्षेत्रमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द पढ्नुहोस् र तिनका अर्थबारे छलफल गर्नुहोस् भनेको छ। यसको उत्तर चाहिँ अलिकति लामो हुन जान्छ र सबैभन्दा सुरुमा कानुन सम्बन्धी प्राविधिक पारिभाषिक शब्दहरू हेरौँ। सुरुमा दिएको छ अधिवक्ता, कानुन विशेषज्ञ, अधिकृत तहको कानुनी व्यवसायी, मुचुल्का सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज, वारेस मुद्दा मामिलामा कुनै पक्षको तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति, तारिख अड्डा अदालतबाट झगडिया वा निजको पारिसलाई हाजिर हुन आउनु भनी लेखिदिएको मिति, बिगो कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम, जमानत मुद्दा मामिलामा मुछिएको व्यक्तिलाई चाहेको बेला उपस्थित गराउने शर्तमा सम्बन्धित अड्डामा धन धरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम। अब प्रशासन सम्बन्धी प्राविधिक पारिभाषिक शब्दहरू हेरौँ। दर्ता चिठी कागजात आदि दर्ता किताबमा चढाउने काम, सङ्घ संस्था पत्र पत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्ने गराउने काम। चलानी चलान गरिएको, चलान गरेको व्यक्ति वस्तु आदिको विवरण पत्र। टिप्पणी कुनै कार्यका बारेमा प्रकट गरिने संक्षिप्त विचार वा कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहर सहित माथिल्लो तहमा स्वीकृतिका लागि पेश गरिने संक्षिप्त लेख। सरुवा कर्मचारीहरूले एक मन्त्रालय विभाग वा कार्यालयबाट अर्को मन्त्रालय विभाग वा कार्यालयमा सर्ने काम। बढुवा तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नति। परिपत्र विचार सूचना जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति संस्था अङ्ग वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र, सर्कुलर। अब वाणिज्य क्षेत्रका केही पारिभाषिक प्राविधिक शब्दहरू। आय व्यय आम्दानी र खर्च, राजस्व मालपोत भन्सार महसुल विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन। भौचर बैङ्कमा पैसा जम्मा गर्दा खातावालाको विवरण भरिने कागज। बेरुजु आर्थिक कारोबार हेर्दा वा जाँच्दा लेखा परीक्षणले दर्शाएको अनियमित कलम। निकासी कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम। फरसोट लेनदेन वा खरिद बिक्री सम्बन्धी हर हिसाब चुक्ता गर्ने काम। विज्ञान र प्रविधि ऊर्जा शक्ति बल। संवहन दायित्व लिने काम, बोक्ने काम। तापक्रम तापको परिमाण, तातोपन, गडबडी हुने क्रम, यौगिक 2 वा 2 भन्दा बढी गुण तत्त्व आदि मिश्रित भएर बनेको वस्तु। विकिरण छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम। जीवाणु सूक्ष्मदर्शक केन्द्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त हरित कण रहित साधारण कोष केन्द्रमा मात्र हुने एककोषीय वा बहुकोषीय जीव, अनेक प्रकारको रोग उत्पन्न गर्ने जीवन शक्तियुक्त कीटाणु। अब वन क्षेत्रसँग सम्बन्धित प्राविधिक पारिभाषिक शब्दहरू। कटानी कटनी, फडानी फडानी फाड्ने काम, जङ्गलका रुख बुटेन झाडी आदि काट्ने काम। वृक्षारोपण विभिन्न किसिमबाट बोट बिरुवा लगाउने वा रोप्ने काम। निकुञ्ज बोट बिरुवा जनावर आदि वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल। आरक्ष वन्यजन्तुको सुरक्षा र रुख बिरुवाको बचाउका लागि जङ्गललाई चारैतिरबाट घेर्ने काम। टाँचा कटानी आदि अनुमति पाएका रुखमा लगाइने सरकारी छाप, त्यस्ता रुखमा खोपिने चिन्ह। शिक्षा क्षेत्रसँग सम्बन्धित प्राविधिक पारिभाषिक शब्दहरू। परीक्षा योग्यता विशेषता सामर्थ्य गुण आदिको स्तर निर्णय गर्नका लागि ठिक सहित पारख गर्ने काम, जाँच गर्ने काम। मूल्याङ्कन परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम। छात्रवृत्ति अध्ययन अवस्थामा जीवन निर्वाहका निम्ति विद्यार्थीलाई निश्चित समयसम्मका लागि दिइने रकम। पाठ्यक्रम पढाउनका लागि निम्ति तोकिएको विषय वा त्यसको पूर्वापराक्रम। पृष्ठपोषण कुनै काम कुरामा पछाडि बसेर सहायता पुर्याउने काम वा प्रवृत्ति, सहयोग, मद्दत। अब सञ्चार क्षेत्रका केही प्राविधिक पारिभाषिक शब्दहरू। प्रसारण समाचार वा सन्देशलाई कुनै आकाशवाणी रेडियो आदि कुनै साधनबाट कतै पठाउने कार्य।
परिसंवादको 2 वा 2 भन्दा बढी व्यक्ति, वक्ता वा विद्वानहरूका बीचमा कुनै कुरा, विषय आदिबारे प्राय खास अवसरमा हुने तर्कसङ्गत वाद-विवाद, कुराकानी। इमेल विद्युतीय माध्यमबाट गरिने पत्राचार। सम्पादकीय समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादनका तर्फबाट लेखिएको विशेष प्रकारको लेख। दूरसञ्चार धेरै टाढासम्म समाचार, सूचना आदि आदान प्रदान गर्ने काम। समाचारपत्र, अखबार। अब साहित्य क्षेत्रसँग सम्बन्धित केही प्राविधिक पारिभाषिक शब्दहरू। रस साहित्यमा विभाव, अनुभाव र सञ्चारी भावका संयोगबाट प्रस्फुरण हुने श्रृङ्गार, वीर, करुण लगायतका अनुभूतिगत नवरस। छन्द यति गति र लय मिलेको वर्ण, मात्रा आदिको गणना अनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप, त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य। अलङ्कार अर्थगत वा शाब्दिक चमत्कारबाट साहित्यलाई सिगार्ने तत्त्व भएको साहित्यशास्त्रको एक अङ्गविधा। वाद कुनै विशिष्ट कुराको मत वा सिद्धान्त, जस्तै प्रगतिवाद, समाजवाद आदि। दृष्टिबिन्दु कथन ढाँचा। अब 3 नम्बरमा सोधेको छ करेसाबारी निबन्धबाट कृषि क्षेत्रमा प्रयोग हुने 5वटा पारिभाषिक तथा प्राविधिक शब्द टिप्की वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। रासायनिक मल आजभोलि खेती गर्दा अत्याधिक मात्रामा रासायनिक मल उत्पादन गरिन्छ। करेसाबारी महँगी र स्वास्थ्यका कारण करेसाबारीको महत्त्व दिनानुदिन बढ्दो छ। प्राङ्गारिक अर्ग्यानिक बालीका उत्पादन गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्छ। बेर्ना बन्दा, काउली, खुर्सानी आदि रोप्नुभन्दा पहिले बेर्ना तयार गर्नुपर्छ। मल्चिङ तरकारी खेती गर्नेले मल्चिङको बारेमा जानकारी हुनु आवश्यक छ। अब 4 नम्बरमा दिएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। आत्मनिर्भर रमन खेतीपाती गरी आत्मनिर्भर बनेको छ। कम्पोस्ट मलको प्रयोग गर्नाले फोहोरको व्यवस्थापन हुने गर्दछ। नर्सरी सुमनले नर्सरीबाट फुल ल्याई घरमा रोप्यो। बिउ बिजनको अभावले वर्षेनी किसानहरू मारमा पर्ने गर्दछन्। रासायनिक मलको प्रयोगले माटो र जीवको स्वास्थ्यमा असर पुग्दछ। अब बोध र अभिव्यक्तितर्फ जाउँ। 1, 2, 3 हजुरहरूले आफै गर्नु होला र अब हामी 4 नम्बर गर्नेछौँ डाइरेक्ट। 4 नम्बरमा करेसाबारी निबन्ध पढी निबन्धको संरचनाका बारेमा निम्नलिखित प्रश्नको उत्तर भन्नुहोस् भनेको छ। अब कमा सोधेको छ करेसाबारी निबन्ध कति अनुच्छेदमा संरचित छ? उत्तर करेसाबारी निबन्ध 9 अनुच्छेदमा संरचित छ। खमा निबन्धको दोस्रो अनुच्छेदको आशय के हो? उत्तर करेसाबारीको निर्माण गर्दा जमिनको रेखाङ्कन र व्यवस्थापनको महत्त्व दर्शाउँदै जमिनको उपयोगिता बढाउन मद्दत पुर्याउनु निबन्धको दोस्रो अनुच्छेदको आशय हो। गमा वाक्य सङ्ख्याका दृष्टिले छोटो र लामो अनुच्छेद कुन हो? उत्तर वाक्य सङ्ख्याका दृष्टिले छोटो 5औं अनुच्छेद र लामो 8औं अनुच्छेद हो। घमा निबन्धमा बाली हेरफेरको विषयवस्तु कुन अनुच्छेदमा समावेश गरिएको छ? उत्तर निबन्धमा बाली हेरफेरको विषयवस्तु 7औं अनुच्छेदमा समावेश गरिएको छ। ङमा निबन्धको निष्कर्ष कुन अनुच्छेदमा आएको छ? उत्तर निबन्धको निष्कर्ष 9 अर्थात् अन्तिम अनुच्छेदमा आएको छ। अब 5 नम्बरमा तल दिएको निबन्धको अंश शिक्षकले तोकेको समयका आधारमा द्रुत पठन गरी सोधेका प्रश्नको उत्तर भन्नुहोस् भनेको छ। हजुरहरूले किताबबाट यो अनुच्छेद पढ्नु होला। हजुरहरूले जति सक्दो छिटो पढ्नुपर्ने हो। यो अनुच्छेद द्रुत पठन भनेको चाहिँ हजुरहरूले छिटो गरेर यो अनुच्छेद पढ्नु होला अनि यो विभिन्न प्रश्नहरूको उत्तर लेख्न सक्नुहुन्छ। अब कमा अनुच्छेदमा तरकारीलाई कुन प्रकारमा वर्गीकरण गरिएको छ भनेको छ। उत्तर अनुच्छेदमा तरकारीलाई हिउँदे, वसन्ते र वर्षे तरकारीका रूपमा वर्गीकरण गरिएको छ। खमा हिउँदे तरकारी बालीका लागि कस्तो मौसम आवश्यक हुन्छ? उत्तर भदौदेखि असोजसम्म बेर्ना रोपेर कार्तिकदेखि माघसम्मको चिसो मौसम र छोटो दिन हिउँदे तरकारीका लागि उपयुक्त मौसम हो। गमा वर्षे तरकारी र वसन्ते तरकारीमा कस्तो भिन्नता पाइन्छ? उत्तर वसन्ते तरकारी पुसदेखि फागुनसम्म बिउ बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिइन्छ भने वर्षे तरकारी वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी वर्षा हुने असारदेखि भदौसम्म उत्पादन लिन सकिन्छ। घमा मानिसहरूले तरकारी खेती किन गर्छन्? उत्तर मानिसहरू भान्सामा तरकारीको आवश्यकता परिपूर्ति गर्नका साथै आर्थिक उपार्जनका लागि तरकारी खेती गर्छन्।
अब 6 मा तल दिएका प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। कमा सोधेको छ बाली विविधता भनेको के हो? उत्तर यसको अलिकति लामो उत्तर लेख्नुपर्ने हुन्छ 6 नम्बरको प्रश्नको है। त यसको उत्तरमा पढौँ। करेसाबारीमा तरकारीको अभाव हुन नदिन। मौसम अनुसारका विभिन्न किसिमका तरकारी बाली लगाउनु आवश्यक हुन्छ। विभिन्न किसिमका तरकारी बाली लगाउँदा कहिले तरकारी नै नहुने कहिले तरकारी बढी हुने समस्या आउँदैन। करेसाबारीमा रोपिने तरकारी एक थरी सिधै रोपिने र अर्का थरी नर्सरीमा बेर्ना तयार पारी रोपिने खालका हुन्छन्। सिधै लगाउन सकिने बालीमा बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो, चम्सुर आदि हुन्। करेसाबारीमा रोप्ने बेर्ना तयार पार्न नर्सरीमा मौसम अनुसारको तरकारीका बिउ बिजन रोप्नुपर्छ। बन्दा, काउली, गोलबेडा, भन्टा, खुर्सानी, प्याज, रायो जस्ता तरकारीका बेर्ना नर्सरीमा तयार भएपछि करेसाबारीमा ल्याएर रोप्नुपर्छ। यसरी मौसम अनुसार विविध किसिमका बाली व्यवस्थापनको पक्ष नै बाली विविधता हो। अब खमा करेसाबारीमा तरकारी लगाउँदा जमिनको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् भनेको छ। उत्तरमा नेपाली भान्साबाट आयातित रासायनिक मल र कीटनाशक औषधियुक्त तरकारी प्रवेशलाई रोक लगाउने र हरेक भान्सामा शुद्ध ताजा अर्गानिक तरकारी पाक्ने अवस्था सिर्जना गर्न सकियोस् भन्ने उद्देश्यले सङ्कलित एवं सम्पादित यस करेसाबारी शीर्षकको निबन्धमा करेसाबारी व्यवस्थापन, मौसमी तरकारी बालीको छनौट, वनस्पतिजन्य विषादी निर्माण तथा प्रयोग, कम्पोस्ट मलको निर्माण जस्ता विषयवस्तुको चर्चा गरिएको छ। करेसाबारी तरकारी खेती गर्दा जमिनको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। करेसाबारीका लागि छुट्याइएको जमिनमा पर्खाल वा बाँसले बारबन्देज गर्नुपर्दछ। निश्चित स्थानमा कम्पोस्ट मलका लागि खाल्डो खन्ने, नर्सरीका लागि पारिलो वा घाम लाग्ने ठाउँ छुट्याउने, सासाना सुर्का बनाउने, सुर्का बिचमा बाटो राख्ने आदि गर्नुपर्दछ। करेसाबारीको छेउकुना वा बारबन्देज गरेको ठाउँमा लहरे बारी लगाउने, सुर्काका आदिमा जरे बाली लगाउने गर्न सकिन्छ। अब गमा वनस्पतिक विषादीको निर्माण र प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस् भनेको छ। यसको उत्तर लामो हुन्छ। यदि मैले यो उत्तर पढ्न थालेँ भने भिडियो धेरै लामो हुने भएकाले हजुरहरूले यो उत्तर आफै लिएर एकचोटि राम्रोसँग पढेर लेख्नुहोला। अब 7 नम्बरमा दिएको अन्सर पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अनि कमा सोधेको छ उत्तर दिनुहोस्। अमा प्राणीले बोटबिरुवाबाट के पाउँछन् भनेको छ। उत्तर प्राणीले बोटबिरुवाबाट खाद्य तत्त्व अक्सिजन पाउँछन्। आमा कस्ता खाना बोटबिरुवाका लागि उत्तम खाना हुन्। उत्तर मानिस तथा जनावरका मलमूत्र तथा कुहिएका झारपात बोटबिरुवाबाट उत्तम खाना हुन्। यीमा प्राणी र वनस्पति बिचको लेनदेन प्रक्रियाले के कुरा बुझाउँछ। उत्तर सडे गलेका पात पतिङ्गरलाई कुहाएर बोटबिरुवाका लागि खान योग्य मल बनाउने कामले प्राणीले गर्दछन् भने प्राणीका लागि आवश्यक खानेकुरा वनस्पतिले दिने गर्दछन्। त्यसकारण प्राणीहरूको र वनस्पतिका बिचमा लेनदेन प्रक्रिया चलिरहन्छ भनिएको हो। यीमा पर्यावरणीय सन्तुलनका लागि कस्तो उपाय बनाउनुपर्छ भनेको छ। उत्तर पर्यावरणीय सन्तुलनका लागि जीवलाई मार्ने होइन धपाउने र भगाउने उपाय खोज्नुपर्छ। अब खमा भाषा संरचना पहिचान गर्नुहोस् भनेको छ। अमा सोधेको छ वनस्पति र प्रदूषण शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्। उत्तर वनस्पति हाम्रा लागि वनस्पति आवश्यक पर्छ। प्रदूषण हामीले हाम्रो वरपर प्रदूषण गर्नु हुँदैन। आमा माथिको अनुच्छेदमा कुन संयोजक प्रयोग भएका छन्। उत्तर माथिको अनुच्छेदमा र तथा जस्ता संयोजक प्रयोग भएका छन्। यीमा अनुच्छेदमा रहेको खेतीपातीका शत्रु किरा फट्याङ्ग्रा, सुलसुले, मुसा, खरायो, दुम्सी, बाँदर समेत पर्यावरणीय सन्तुलनका लागि आवश्यक छन्। वाक्यबाट नामयोगी शब्द पहिचान गर्नुहोस्। उत्तर समेत नामयोगी हो। यीमा अनुच्छेदबाट सुरु, बीच र अन्तिममा ह्रस्व उकार लागेर बनेका एक एकवटा शब्द पहिचान गरी लेख्नुहोस्। उत्तर सुरुमा ह्रस्व उकार लागेका शब्द कुआएर, बीचमा ह्रस्व उकार लागेको शब्द सन्तुलन र अन्तिममा ह्रस्व उकार लागेको शब्द शत्रु हो। अब 8 व्याख्या गर्नुहोस् भनेको छ। हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ। यसको उत्तर यस प्रकार लेख्न सकिन्छ। हजुरहरूलाई मैले यो पढेर सुनाएँ भने भिडियो धेरै लामो हुनुभएकाले म यसलाई पढेर सुनाउँदिनँ। हजुरहरूले राम्रोसँग पढेर लेख्नु होला। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ लगभग 2 प्याराग्राफ दिएको छ। क्रमशः यस प्रकार लेख्न सक्नुहुन्छ हजुरहरूले। अब 9 नम्बरमा दिएका प्रश्नको विवेचनात्मक उत्तर लेख्नुहोस् भनेको छ। यो चाहिँ हजुरहरूले आफ्ना विचारहरू प्रकट गर्नुपर्ने प्रश्न हो। हजुरहरूले आफ्नो क्षमताका आधारमा लेख्नुपर्ने प्रश्न हो यो चाहिँ।
र कमा सोधेको छ करेसाबारीमा मलखात प्रयोग सिँचाइ र गोडमेलका बारेमा पाठमा व्यक्त विषयवस्तु प्रति आफ्ना धारणा व्यक्त गर्नुहोस् भनेको छ। यसको उत्तर यस प्रकार लेख्न सकिन्छ। हजुरहरूले राम्रोसँगले हेरेर लेख्नुहोला। त्यसै गरी क्रमशः अब खमा सोधेको छ करेसाबारीको उपयोगबाट कसरी फाइदा लिन सकिन्छ आफ्नै शैलीमा चर्चा गर्नुहोस्। उत्तर यस प्रकार लेख्न सकिन्छ। हजुरहरूले आफै राम्रोसँग पढ्नुहोला। क्रमशः दसमा दिएको सन्दर्भ पढ्नुहोस् र करेसाबारी निबन्धको दोस्रो र तेस्रो अनुच्छेदबाट शीर्ष वाक्य पहिचान गर्नुहोस् भनेको छ। उत्तर करेसाबारी निबन्धको दोस्रो अनुच्छेदको शीर्ष वाक्य करेसाबारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तेस्रो अनुच्छेदको शीर्ष वाक्य करेसाबारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ। अब 11मा फुलबारी शीर्षकमा एउटा वर्णनात्मक अनुच्छेद तयार पार्नुहोस् भनेको छ। उत्तर यो शीर्षकमा फुलबारी राखिएको छ र अनुच्छेद यस प्रकार छ। फुल रोपिने वा फुल भएको बगैँचालाई नै फुलबारी भनिन्छ। सामान्यतया घर वरिपरि वा घर नजिकै विभिन्न किसिमका फुलहरू रोपी सुन्दर बनाउने काम पहिलेदेखि नै प्रचलनमा रहेको छ। विभिन्न किसिमका मौसमी फुलहरू सदाबहार फुलहरू लगाउने नेपाली प्रचलन हो। यति मात्र नभई चाडपर्वका लागि आवश्यक पर्ने फुल गाउँघरमा हरेक नेपालीले लगाउने गरेका छन्। सयपत्री मखमली गोदावरी लालुपाते लगायतका विभिन्न फुलहरू रोपेर दैनिक आवश्यकता पुरा गर्ने अनि घर सुन्दर बनाउने प्रचलनका साथै अहिले यसको व्यावसायिक प्रयोजन पनि त्यत्तिकै बढ्दै गएको पाइन्छ। तसर्थ अब फुलबारी दैनिक आवश्यकता पुरा गर्ने मात्र माध्यम नभई आय आर्जनको गतिलो माध्यम बन्दै गएको छ। यसले सुन्दरता अभिवृद्धि गर्नुका साथै वातावरण सन्तुलनमा पनि उत्तिकै सहयोग गर्दछ। अब 12 नम्बरमा करेसाबारी निबन्धको 5औं अनुच्छेदबाट 4वटा बुँदा टिप्पण गरी सारांश लेख्नुहोस् भनेको छ। उत्तर 5औं अनुच्छेदका 4वटा बुँदा। अब कमा मौसमका आधारमा हिउँदे वसन्ते र बर्खे गरी तरकारीलाई 3 भागमा वर्गीकरण गरिएको यहाँ गरिएको छुटेको रहेछ, मिलाएर लेख्नुहोला। खमा कार्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारी हिउँदे तरकारी भएको यहाँ पनि भएको छुटेको रहेछ, मिलाएर लेख्नुहोला। गमा फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारी वसन्ते तरकारी भएको यहाँ पनि भएको छुटेको रहेछ, मिलाएर लेख्नुहोला। घमा असारदेखि भाद्रसम्म उत्पादन हुने तरकारी बर्खे तरकारी भएको यहाँ तरकारी र भएको छुटेको रहेछ, मिलाएर लेख्नुहोला। अब यसको सारांश तरकारीको वर्गीकरण मौसमका आधारमा हिउँदे वसन्ते र बर्खे गरी तरकारीलाई 3 भागमा वर्गीकरण गरिन्छ। कार्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारी हिउँदे तरकारी, फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने वसन्ते तरकारी र असारदेखि भाद्रसम्म उत्पादन हुने बर्खे तरकारी हो। 5औं अनुच्छेदमा भएको जम्मा शब्द 101, सारांश अनुच्छेदमा भएको शब्द 36। हस्त विद्यार्थी भाइ बहिनीहरू आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। सब्सक्राइब किनभने तपाईँहरूमध्ये 95% भन्दा बढीले सब्सक्राइब गर्नुभएको छैन, सो सब्सक्राइब गरेर जानुहोला। अर्को भिडियोमा भेटौँला।